ल दिदीले के गर्दैछ है आज त अन्डा होइन अन्डा हाल्यो मतलब त्यो अन्डा पनि यसो खोस्टा पनि नफालिकन त्यत्तिकै फ्राई गर्यो क्या यस्तो गर्दाखेरि त पड्किने सम्भावना हुन्छ नि होइन र साथीहरू बा उसिनेर अलरेडी हालेको कि होइन तर यो चाहिँ एकदमै मतलब बोक्रा पनि नपाइकन हाल्यो क्या ल हेर्नु यो साथीहरू अब देख्नु हुँदैछ नि पछाडि बोक्रा उकाइराखेको छ क्या त्यो भएको कारणले बोक्रा उकाकै थिएन क्या बोक्रा नुकाइदा अनि पड्किने सम्भावना हुँदैन र साथीहरू ल हेर्नुहोस् है लु मैदा घोल्दैछ छ्या जे पायो त्यही क्या होइन तेल त हेर्नुहोस् न हाम्रो दिदी चाहिँ एकदमै तेल प्रेमी हो क्या तेल चाहिँ एकदमै धेरै हाल्छ ठिकै छ है अनि मैदा घोल्दैछ मैदामाथि अन्डा हाल्यो है तासिकन अब के गर्छ हेरौँ है साथीहरू ला त्यत्तिकै हाल्यो मैदा अनि अन्डा फ्राई गर्दैछ हेर्नु होला के गर्छ है मैदा र अन्डा त्यत्तिकै त्यो घोल्यो होइन घोलेपछि चाहिँ फ्राई गर्दैछ दिदीले चाइनिज दिदीको पनि खानाको तरिका त एकदमै है डिजाइनको हुन्छ नि तर खोर्सानी र तेल चाहिँ प्रेमी है दिदी ल अब ल्या देख्नु पनि साथीहरू कस्तो पड्क्यो म त्यतिकै भन्छु अन्डा पड्किन्छ भनेर एक प्रकारले त ठिक पनि पर्यो यस्तो तरिकाले बनाउँछ भने त नचाहिँदो हो आमै हेर्नै साथीहरू कत्रो ठुलो पड्क्यो आगो हेर्नु त ल त्यो तेलको कारणले यता पनि आगो बलिरहेछ र कागती अनि खोर्सानी कुट्दैछ के गर्छ अब साथीहरू है त्यहाँ दुले खोर्सानी मिसायो है अनि सोया पनि कुट्दैछ साथीहरू के भन्नु अब यार नुन त त्यस्तै हाल्छ है ल अन्डामाथि चाहिँ ए ल त्यति यो खाने बेला टुप्लुक्क आइपुग्छ उसकोबाट चाहिँ फेरि खोर्सानी र त्यो त्यत्तिकै यसो गऱ्यो कि अन्डा हेर न ल साथीहरू तपाईँलाई भिडियो कस्तो लाग्छ लाइक सेयर कमेन्ट गर्नु होला है अनि सब्सक्राइब गर्नु होला हस्त नमस्कार जय नेपाल